डेलिभरी बोय यी मधेसी मूलका व्यक्तिलाई केही व्यक्तिहरूले डेलिभरी लिने क्रममा चाहिँ जसरी दुर्व्यवहार तथा हातपात गरेका छन्, ती व्यक्तिहरूलाई अन्तत प्रहरीले पक्राउ गरिसकेको छ। रुकुम पश्चिम मुसिकोट 3 बाट उनीहरूलाई चाहिँ पक्राउ पर्नेमा दिल्ली बहादुर ओली, राजन केसी, रघुवीर कोरी रहेका छन्। पक्राउ पश्चात ती व्यक्तिहरूको थप अनुसन्धान अघि बढेको प्रहरीले जनाएको छ। र साथीहरू अहिले के छ भने त्यसकारण प्र्याङको नाउँमा कसैलाई दुःख दिने, डराउने, धम्क्याउने हैन, आफ्नो काम गरी खाइराखेको ती बिचरा एक मधेसी मूलका ती व्यक्तिलाई चाहिँ ती केही भ्युजको लागि जुन कार्यहरू नीच हरकत गरेका छन्, मधेसी मूल र पहाडी मूलका जुन नागरिकहरू बीच जुन एउटा विखण्डन हुने किसिमको चाहिँ कार्य हैन, द्वन्द्व सिर्जना हुने किसिमको जुन कार्य ती व्यक्तिहरूले गरेका कारणले गर्दा चाहिँ ती व्यक्तिहरू पक्राउ परेका छन् र थप अनुसन्धान भइरहेको छ। त्यस कारणले गर्दा अहिले समय धेरै परिवर्तन भइसकेको छ साथीहरू। अब कुनै भिडियो तपाईँहरूले मजाकमा रमाइलोमा लिँदै गर्दा यदि त्यो भिडियोहरू भाइरल भयो र कोही व्यक्तिहरूलाई प्रत्यक्ष रूपमा अप्रत्यक्ष रूपमा असर यदि पर्यो भने जो कोही मान्छे पनि जतिखेर पनि सामाजिक सञ्जाल मार्फतै पक्राउ पर्ने सम्भावना बढेको छ। त्यसैले हामीले चाहिँ भिडियोहरू बनाउँदा चाहिँ विशेष ध्यान दिनुपर्ने हुन्छ साथीहरू, है त।